ओहो, बुढतेल, आसिफ शेख, रोहित कुमार पौडेल पभिलियन फर्किसकेका थिए। त्यति बेला नेपाल क्रिकेटको उपकप्तान दिपेन्द्र सिंह ऐरी नेपालको टाइगरको क्रिजमा एन्ट्री हुन्छ। केवल उनले रन मात्रै बनाउँदैनन्, उनले रन पनि बनाउँछन्। हामी जस्तो क्रिकेट फ्यानलाई क्रिकेट हेर है, म अझै मैदानमा छु है भनेर उनले हामी जस्तो फ्यानलाई भरोसा दिलाउँछन्। उनले छक्का हान्छन्, कस्तो छक्का हान्छन्, क्यारिबियनको टापुमा पुग्ने जस्तो गगनचुम्बी छक्का पनि हान्छन्। उनले 47 बलमा 58 रन, 3वटा चौका र 3वटा गगनचुम्बी छक्का हानेर नेपालको 133 स्कोरसम्म पुर्याउँछन्। उनले नेपाली क्रिकेटको इतिहासमा T20 विश्वकपमा दोस्रो हाफ सेन्चुरी हान्ने प्लेयर पनि आजको इनिङमा बन्छन्। पहिलो प्लेयर को थियो त्यो चाहिँ कमेन्ट गरौ केटा हो। दिपेन्द्रको यो इनिङले हामीलाई के सिकाउँछ कि परिस्थिति जतिसुकै कठिन नहोस्, यदि मनमा साहस र देशको नाम राखे र खेलाडीमा इच्छा शक्ति भयो भने असम्भव केही पनि हुन्न। स्याबास टाइगर, स्याबास दिपेन्द्र सिंह ऐरी, सल्युट।